हेलो नमस्ते यहाँहरू सबैजनालाई मेरो सानो आजको मिनी ब्लगमा हार्दिक स्वागत तथा अभिवादन गर्न चाहन्छु। आज म काम विशेषले घुम्दै जाँदाखेरि जौलाखेलमा पुगेको थिएँ र हरेक आइतबार त्यहाँ अर्गानिक फार्म मेला लाग्ने रहेछ र यहाँ यसैको सानो क्लिप तपाईहरुलाई देखाइरहेछु। यहाँहरूले झर्को नमानिकन कृपया एकैछिन हेरिदिनु होला र मलाई सपोर्ट र सहयोग गरिदिनु होला। धन्यवाद। हल्का भोक लागेको हुनाले यसो यहाँ घुम्दै जाँदाखेरि स्टल देखियो, नेवारी स्टल रहेछ र यहाँ बारा खाने विचार गरेको हुनाले मैले चाहिँ बारा अर्डर गरेको छु। हेर्दै गर्नुहोस् है त कस्तो बन्छ, म तपाईहरुलाई फिडब्याक दिने नै छु। यमरी पनि एउटा टेस्ट गर्ने विचार गरेको छु, त्यही भएर एउटा मात्रै लिएर टेस्ट गर्न आँटेको है त। यमरी एउटा हुन्छ किन खर्च गरिराख्नु त्यसको। अचार अलिक थपिदिनु, अचार थपिदिन्छु ल। है हाम्रो बारा आइसक्यो। हेर्दा चाहिँ एकदमै मिठो जस्तो देखेको छ। मैले खाना पनि थालिसकेँ। मिठो छ है, मिठो। मैले चाहिँ यो धेरै पछि दोस्रोचोटि बारा खाएको र मलाई एकदमै मिठो लाग्यो। म चाहिँ आफूदेखि पल्के भन्दा पनि भयो है त। अनि यति बारा खाएर चाहिँ मैले यहाँबाट घर फर्केँ। आजलाई यति नै। फेरि अर्को ब्लगमा हामी भेट्ने नै छौँ।